गाइस कस्तो हुन्छ तपाईहरु वेलकम छ तपाईलाई मेरो भ्लगमा मैले धेरै दिनपछि भ्लग बनाए। आज हामीले पानीपुरी खानेवाला छौं एकछिनपछि। पानीपुरी ल्याइसकेको छ। गाइस मैले पानीपुरी खाइसके। मैले टोटल 17 वटा पानीपुरी खाए। त्यो पहिलाको भन्दा मिठो पनि थियो पानीपुरी। असली म नट स्पाइसी वाला हालेछ त्यो भन्दा त मिठै थियो। सबैभन्दा पहिला मैले 12 वटा खाए त्यसपछि 5 वटा थपेपछि 17 वटा। आर्जु आइसकी छिन्। गाइस होली आउने बेला भइसकेको छ। मैले र आर्जुले अहिले होलीको योजना गर्नेवाला छौं। लगायत हामीले सबैभन्दा पहिला घरमा सिम्पल होली खेल्नेवाला छौं। जस्तै यिनले 2-3टा लोला लिएर आउँछिन्, हामीले पनि 2-3टा लोला लिनेवाला छौं। अनि त्यही हाम्रो घटियावाला पिचकारीले हामीले सबैलाई हान्दै हिँड्छौं। अनि सबैभन्दा पहिला हामीले आश्रम गएर सबैलाई भिजाउँछौं। अनि यतातिर हाम्रो साथीहरुलाई नि पिचकारीले भिजाइ खतम पार्छन् सबैलाई। अनि त्यसपछि हामीले अभियान र आवाज दुईटैले भिजाउनेवाला छौं। पुरै रङले फेसै नदेखिने गरी पुरै रङले भर्दिने हो। गाइस बुवाले पैसा दिनुभएको खानालाई। हेर्नुस् मैले लभ वाला ललिपप किनेछु। ढुङ्ग्रो पनि किनेछु तर बाटामै खाइसके। गाइस म उठिसके। आज हो पहाडको होली, भोलि हो तराईको होली। त्यही भएर आज बाबाले होलीको सामानहरु ल्याइदिनुहुन्छ। भोलि हामी होली खेल्छौं। गाइस हामी होली कहाँ खेल्छौं त्यो त अहिलेसम्म फिक्स गरे छैनौं कि हाम्रो घरमा खेल्छौं कि आर्जुको घरमा गएर खेल्छौं। आज कि आर्जुहरु यता आउँछन् कि हामीहरु उता जाने हो। आजै फिक्स गर्ने हो हामीले कहाँ खेल्ने हो भनेर। तर त हामीले यतै खेलेथ्यौं होली। परार पनि यतै खेलेथ्यौं होला। परार भन्दा पहिलाको होली हामीले जहिले पनि त्यही हो। गाइस हेर्नुस् कति धेरै सिक्का। तर चल्दैन सिक्का। गाइस हेर्नुस् फुल मैले तलबाट टिपेर ल्याएको। सेम टु सेम कति धेरै फुलहरु छ तल। मैले हजुरलाई देखाउँछु। गाइस हेर्नुस् यो त्यही फुल हो जसलाई मैले हजुरले अघि नै देखाथे। हेर्नुस् गाइस कति धेरै छ। फिक्स भइसकेको छ। हामी आर्जुको घर गएर प्लानिङ गर्छौं। गाइस द ट्रकले जोतिराख हाम्रो खेतलाई। गाइस होलीको दिन आइसकेको छ। मैले मम्मीलाई कलर लगाइसके। मम्मीले पनि मलाई लगाइदिइसक्नु भएको छ। हामीले यता कलर बाहिर निकालेको छौं इति लगाइदिनको लागि। गाइस हामी होली खेल्ने बेला आइसकेको छ। मैले एउटा लोला पनि बनाइसकेको छु। ए हैन फेरि उता अगाडि जाने हो। यो जान्न। गाइस यता आर्जुले लोला भोट्दै छिन्। गाइस लोला यस्तो छ। खुसी। गाइस हेर्नुस् हामीले यो ठुलो वाला लोला फुलाउँदै छौं। अबे आधा भन्दा धेरै त बाहिर गयो। अहिले त तरबुतिर आउँछ। ओए 34 वटा छ हैन। हामीसँग टोटल 190। ओए कति भारी भयो बे। अबे भयो के अब। यहाँ तर फुली सक्यो। ओए यत्रो लोला भइसकेको छ। गाइस यो पिचकारी। गाइस म होली खेलेर आइसकेको छु। म भिजी पनि सकेको छु। पुरै रङ लाहा। गाइस लोला बाँकी छ अझै। गाइस यो भ्लगलाई मैले गर्छु एन्ड बाइ बाइ गाइस।